दर्शकवृन्द, नेता जो कोही पनि बन्न सक्छ, तर जसले जनतालाई दुःख पर्दा साथ दिन्छ त्यही नै असली नेता हुन्छ। आज माननीय सांसद गंगा थारू चौधरीले देशमा रहेका जनताहरूको पीडामा जसरी मलम लगाउने काम गरिराख्नु भएको छ, यो देखेर किन सबै नेताहरू गंगा थारू चौधरी जस्तै भएनन् भन्न मन लागिरहेको छ। दर्शकवृन्द, मिठो मानेर खानुस्, अनाज कहिले फाल्नु हुँदैन। अनाज फाल्यो भने रुनुपर्छ भोलिको दिनमा। त्यसकारणले जे जस्तो छ मिठो मानेर खानुस् है। त्यसैगरी माननीय सांसद गंगा थारू चौधरीको साथमा अर्की माननीय सांसद तुलसी थापा पनि आउनु भएको छ, जसले यो निशुल्क खाना भोजनमा आफै सहभागी भएर जनताहरूलाई खाना भोजन गराइराख्नु भएको छ। त्यस्ता किसिमका दुष्प्रचारले तपाईँ जतिको मनकारी एउटा जनप्रतिनिधिलाई कस्तो असर पार्दो रहेछ? गलत कार्य गरेको भए त ठिकै हुन्थ्यो, तर हामी जस्तो समाज सेवा गर्ने व्यक्तित्वहरूको पनि खुट्टा काट्ने प्रवृत्तिले हामी जस्तो काम गर्ने मान्छेकोलाई पनि निरुत्साही पार्ने अवस्था सिर्जना गरेको थियो। मन्दिरमा भेटी चढाएर भगवान कहिले प्राप्ति हुँदैन, तर आफ्नो सोचलाई रूपान्तरण गरेर गयो भनेपछि मात्रै। मैले भने नि, हामी धेरै दिन सक्दैन भने एक दिनमा एक मुठी चामल निकालेर भए पनि आफ्नो खानाबाट एक गाँस निकालेर भए पनि हामी यस्ता दिन दुखीहरूको मुखमा हामी गाँस हाल्न सक्छौँ, तर मनबाट हुनु पर्यो। तपाईँहरूको मिडियाबाट सबैलाई थाहा भइसक्यो। पार्टीभित्रकै नेताहरूलाई पनि नराम्रो भन्न चाहनुहुन्छ? म भन्छु नि, नराम्रोलाई नराम्रो भन्छु। गंगा थारू त्यस्तो व्यक्ति हो, गलतलाई गलत भन्छ, सहीलाई सही। प्रधानमन्त्रीले ठिक निर्णय गर्नु भएन, त्यसो भए राष्ट्रपतिको भूमिका कस्तो छ? प्रशंसनीय हो? अब प्रशंसनीय पनि भन्न सक्दिनँ, अप्रशंसनीय पनि भन्न सक्दिनँ। गंगा थारू खुसी हुनुहुन्न उहाँको भूमिकाबाट? अब खुसी पनि छैन, दुखी पनि छैन। 220 देखि माथि छ, 220 देखि 240 सम्मको बिचमा खाना प्याकिङ छ। यो त दाल छ, सरकारी एसीमै छ। अनि हामीले प्याकिङ किन गर्यो भनेपछि यो अलिकति ताजा भइरहँदो रहेछ। अनि त्यहाँ ठुलो दोकान पनि तातो भइरहने, अनि घरमा कोही कोही लगाएर चाहनेहरूलाई पनि तातो भइरहने। त्यो कारणले गर्दा एकदम। दर्शकवृन्द, तपाईँले दृश्यमा देख्न सक्नुहुन्छ, यति बेला माननीय सांसद गंगा थारू चौधरीले सडकमा बसेका जनताहरूका लागि, भोकै बसेका जनताहरूका लागि खाना खुवाउनका लागि सडकमा आउनुभएको छ। दर्शकवृन्द, यति बेला संसद विघटन भएका कारण धेरै नेताहरू चिन्तित हुन सक्छन्, धेरै नेताहरू घरमा मुरमुरेर बसिरहेको अवस्था हुन सक्छ, तर यति बेला देश र जनताको पक्षमा सदैव उभिने माननीय सांसद गंगा थारू चौधरी भने जनताहरू भोकै छन् भन्दै सडकमा भोजन गराइराख्नु भएको छ। आज आफ्नै हातले आफ्नै पैसा खर्च गरेर निशुल्क खाना वितरण गरिराख्नु भएको छ माननीय सांसद गंगा थारू चौधरीले। त्यसैगरी माननीय सांसद गंगा थारू चौधरीको साथमा अर्की माननीय सांसद तुलसी थापा पनि आउनु भएको छ, जसले यो निशुल्क खाना भोजनमा आफै सहभागी भएर जनताहरूलाई खाना भोजन गराइराख्नु भएको छ, खाना खुवाइराख्नु भएको छ। दर्शकवृन्द, नेता जो कोही पनि बन्न सक्छ, तर जसले जनतालाई दुःख पर्दा साथ दिन्छ त्यही नै असली नेता हुन्छ। आज माननीय सांसद गंगा थारू चौधरीले देशमा रहेका जनताहरूको पीडामा जसरी मलम लगाउने काम गरिराख्नु भएको छ, यो देखेर किन सबै नेताहरू गंगा थारू चौधरी जस्तै भएनन् भन्न मन लागिरहेको छ। दर्शकवृन्द, अब जति सक्यो हामी गरिरहेछौँ। गोर्खा जिल्लाबाट तपाईँ यहाँ बिहानी काम गर्न आउनु भएको छ होइन, अब यो काम गर्ने अवस्था पनि छैन अहिलेको अवस्था। त्यो भरे कि भरेन? अनि घर कहाँ नि तपाईँ? कैलाली हो? अनि तपाईँ पनि कैलालीको होइन? माइती घर कैलाली जिल्ला हो। मलाई थाहा छ, मैले चौधरी भन्ने सबैजनाले मिलेर हामी यस्तो सेवामा समर्पित हुनुपर्छ, मानव भावना राख्नुपर्छ। सबै मान्छे चाहिँ नैतिकवान चरित्रवान हुनुपर्ने जरुरी छ। जब मान्छे नैतिकवान चरित्रवान हुन्छ तब मान्छेले मनकारी हातहरू अगाडि उठ्छ। म यहाँहरूलाई जुन यो हाम्रो मिडियाका भाइहरूले जुन कार्य गरिराख्नु भएको छ, आज 12-13 दिन भइसक्यो, अब अझै पनि अब कति दिनसम्म यस्तो महामारी हुन्छ, उहाँहरूको अब सहयोग गर्ने अझै हामी जस्ता मान्छे कैयौँ थाहा नपाएका पनि छन्। यो मिडिया मार्फत पनि उहाँहरूले थाहा पाउनुहुनेछ। मिठो मानेर खानुहोस्, अनाज कहिले फाल्नु हुँदैन। अनाज फाल्यो भने रुनुपर्छ भोलिको दिनमा। त्यसकारणले जे जस्तो छ मिठो मानेर खानुहोस् है। अनि हजुरको घर कहाँ? ए सर्लाही हो। अनि यहाँ के गर्नुहुन्छ? अब यस्तै छ, हेर्नुहोस्, बाध्यता छ। तपाईँ हाम्रै लागि लकडाउन भएको छ होइन,
त्यस कारणले यसलाई अन्यथा लिनु भएन। तर तपाईँहरूले भोकै मर्नु नपरोस् भन्ने उद्देश्यले हाम्रो नेपाल युट्युब पत्रकारका साथीहरूले जुन व्यवस्था गर्नुभएको छ त्यसको लागि त हामी सबैजनाले हृदयदेखि नमनै गर्नुपर्छ। नेपाल युट्युब पत्रकार सङ्घको आयोजनामा माता तीर्थ औँसीको दिनबाट सुरुवात भएको निःशुल्क भोजन वितरण कार्यक्रमको आज 12औं चरणको कार्यक्रम सम्पन्न हुँदै गर्दा हामीलाई निकै ठुलो हौसला मिलेको छ, निकै ठुलो साथ सहयोग र समर्थन मिलेको छ। यसको ज्वलन्त उदाहरण तपाईँ फ्रेममा देख्न सक्नुहुन्छ। व्यवस्थापिका संसद सङ्घीय संसदका 2 जना सांसदहरू हामीलाई हौसला प्रदान गर्नका लागि, ऊर्जा प्रदान गर्नका लागि यो निःशुल्क भोजन वितरण गरिरहेको ठाउँमा आइपुग्नु भयो। उहाँहरूले भोजन वितरण गरिसक्नु भएको छ र यस पश्चात हामी संक्षिप्त रूपमा उहाँहरूको प्रतिक्रिया लिन्छौँ। विशेषतः यहाँहरू दुवैजनालाई हामी स्वागत गर्न चाहन्छौँ। धन्यवाद। माननीय गङ्गा थारूजी हुनुहुन्छ, कस्तो अनुभूति गर्नुभयो मान्यज्यू यहाँ आएर यो भोका पेटहरूको कुरा सुन्नुभयो यहाँले? अहिलेदेखि होइन उहिलेदेखि हजुर यस्ता कार्यमा चाहिँ संलग्नै छु। मैले भनिहालेँ गत वर्षदेखि हामी यो कोरोना महामारीको चपेटामा परेका जनता, इन्डियाबाट आएका भोकै खान नपाएका कैयौँ दिनसम्म पैदल यात्रीहरूलाई चाहिँ हामी 1 वर्ष भइसक्यो नेपालगञ्जको यो रुपैडिहा नाकामा बसेर, त्यहाँ बसेर मेरो मानव धर्म विकास संस्थाले 1 वर्ष भइसक्यो खाना खुवाएको। दैनिक खाना पाक्छ, हजारौँ मान्छेको लागि खाना पाकिराखेको छ र म त्यसमा सन्तुष्टि हुन्छु। मन्दिरमा भेटी चढाएर भगवान कहिले प्राप्ति हुँदैन, तर आफ्नो सोचलाई रूपान्तरण गरेर गयो भनेपछि मात्रै। मैले भने नि हामी धेरै दिन सक्दैनौँ भने 1 दिनमा 1 मुठी चामल निकालेर भए पनि, आफ्नो खानाबाट 1 गाँस निकालेर भए पनि हामी यस्ता दिन दुखीकाहरूको मुखमा हामी गाँस हाल्न सक्छौँ। तर मनबाट हुनु पर्यो। मान्छे जबसम्म मनबाट आफूबाट परिवर्तनको बाटोमा लाग्दैन तबसम्म मुखले मात्रै भनेर त्यो परिवर्तन हुँदैन, व्यवहारमा लागू गर्नुपर्छ। राज्यले नीति बनायो, 3 तहको सरकार भयो, सङ्घ, प्रदेश र स्थानीय, र सडक मानव मुक्त समाज निर्माण गर्ने भनेर राज्यले आह्वान पनि गर्यो। तर कार्यान्वयनको पाटो चाहिँ पक्कै पनि फितलो छ। यसलाई कसरी कार्यान्वयन गर्ने भनेपछि हामी आफ्नो सोचलाई परिवर्तन गर्नुपर्ने अहिलेको आवश्यकता हो। जस्तै हामी यतिजना हामी उपस्थित छौँ, हामी सबैजनाले दैनिक 1-1 मुठी तपाईँहरूले पनि आफ्नो गाँसबाट काटेरै यहाँहरूले जुन सुरुवात गर्नुभएको छ, यो कार्य तपाईँहरू महान व्यक्ति हुनुहुन्छ। यही नै महानता हो। हामीले कसैलाई दक्षिणा दिएर, कुनै मन्दिरमा दक्षिणा भेटी चढाएर त्यो मान्छे कहिले पनि महान बन्न सक्दैन। मानव सेवा नै सबभन्दा ठुलो धर्म हो। मानव सेवामै हामी समर्पित हौँ, भगवानले त्यतिखेर खुसी हुन्छ। ताकि कसैको आँखामा आँसु नहोस्, कसैले भोकै मर्ने अवस्था सिर्जना नहोस्। अवश्य पनि यहाँले जुन भावना राख्नु भएको छ, म अलिकति हजुरलाई जानकारी गराउन चाहन्छु कसरी यो सुरुवात भयो भन्ने विषय महत्त्वपूर्ण छ। हामी युट्युब पत्रकार सङ्घका साथीहरूले आन्तरिक रूपमा छलफल गऱ्यौँ। यो सङ्कटको समयमा देशभरि सङ्कट परेको छ भने यो बेलामा राज्यलाई कसरी सहयोग गर्न सकिन्छ त भन्दा हामीले राजधानीका विभिन्न ठाउँहरू चुज गऱ्यौँ। त्यस अन्तर्गत केही ठाउँमा स्थानीय सरकारले गर्नको लागि अनुमति दिएन। वडा नम्बर 16 को वडा अध्यक्ष एकदमै मनकारी हुनुहुँदो रहेछ। उहाँले हाम्रो प्रस्ताव सुन्ने बित्तिकै मैले गर्न सकिराखेको थिइनँ, तपाईँहरू आउनुभयो, वेलकम छ, म सबै व्यवस्था मिलाउँछु, बनाउने ओर्ने ठाउँहरूको व्यवस्था मिलाउँछु भन्नुभयो। त्यसपछि हामीले सुरुवात गऱ्यौँ र त्यसको फन्ड कहाँबाट सुरुवात गर्ने त भन्दा हामी सबै साथीहरू जो सक्ने अवस्थामा छौँ उहाँहरूले चाहिँ 10,000, 5,000, 20,000 हालौँ, त्यहीबाट सुरुवात गरौँ। सुरुवात गरिसके पछाडि त हामीलाई पनि कसो सहयोग नमिल्ला र भन्ने ढङ्गबाट हामीले सुरुवात गऱ्यौँ र हामीले आजसम्म राज्यलाई गाली गरेका छैनौँ। राज्यले गर्नुपर्ने काम राज्यले गरेन भनेर भनेका छैनौँ, किनकि हामी राज्यलाई सहयोग गर्नका लागि आइराखेका छौँ सङ्कटको समयमा, होइन मान्यज्यू। त्यस कारणले गर्दा यति बेला हामीलाई चाहिँ के फिल हुन्छ भने हामी युट्युब चलाउनेहरू, अझ हामीलाई त युट्युबै भन्छन् आम जनमानसको भाषामा, हामीले एक त त्यो हामीमाथि लागेको नराम्रो नकारात्मक छाप त्यो हटाउनु छ। त्यसको लागि हामीले परोपकारी काम गर्नैपर्छ, सामाजिक उत्तरदायित्व पुरा गर्नैपर्छ। 2 नम्बरमा आम नागरिकहरू जो समस्यामा हुनुहुन्छ त्यो समस्यामा भएको नागरिकको समस्या समाधान गर्न सक्यौँ भने त्योभन्दा ठुलो पुण्य अरू केही हुँदैन भन्ने उद्देश्यका साथ हामी यहाँ आयौँ, सडकमा आयौँ र सुरुवात गऱ्यौँ। मान्यज्यू यसको सबैले सहयोग गर्नुभएको छ, मैले सिधै आएँ। त्यस पछाडि आम नागरिकले प्रश्न गर्न थाल्नुभयो। यो त तपाईँहरू साना मिडिया, जसलाई मिडिया पनि मान्दैनन्, जसलाई पत्रकार पनि मान्दैनन्, यो समाजले मान्दैन, तपाईँहरूले त्यो काम गर्नुभएको छ। यो काम त ठुला उद्योगीहरूले गर्नुपर्थ्यो, जसले राज्यसँग धेरै कर छुट पाइरहेका छन्, धेरै सुविधाहरू पाइराखेका छन्, उनीहरूले गर्नुपर्थ्यो भनेर उहाँहरूले पनि भन्ने गर्नुभएको छ। वास्तवमा हामीले गरेको काम कस्तो किसिमको काम हो
यो ठुला उद्योगीले नै गर्नुपर्ने काम हो अथवा हामीले गरेर ठुला उद्योगीलाई एउटा सन्देश दिँदाखेरि राम्रै हुने काम हो मान्नेज्यू? यो हजुरले बहुत यो हजुरहरूको जुन कार्य छ यो महान कार्य हो। मैले अघि नै भने हामीले आफूबाट परिवर्तन गर्नुपर्छ। तपाईहरुको जुन युट्युब जुन नेपाल युट्युब पत्रकार संघले जुन कार्य गरेको छ यो महान कार्य हो। राज्यले यस्तै गरी अब हाम्रो मैले भने नि हाम्रो सोचै एकदम संकुचित भावनाको छ कि त्यो हामीले खाली उद्योगी व्यापारीहरूलाई मात्रै देख्छौँ के हामी पनि त गर्न सक्छौँ। यो तपाईहरु एउटा यसलाई के भन्छ भनेपछि मार्ग निर्देशन गर्नुभएको छ। यो कुराबाट अरू जनाले पनि पाठ सिक्नुपर्ने जरुरी छ। र अर्को कुरा मैले के भने नेता संसद सबै एउटै खालको हुँदैन। हामी जस्तो पनि कोही छ, अरू जस्तो पनि मनकारीहरू लुकेका बसेका छन्। उहाँहरूलाई पनि एक दिन यो मिडियाबाट पनि थाहा हुनेछ कि उहाँहरूले गरिराख्नु भएको छ भने हामी पनि गर्नुपर्छ किसिमको भावना जाग्नुपर्छ। र मिडियाको कुरा गरौँ, मिडियामा अब तपाईहरु जस्तो सबै मिडिया थुप्रै छ। आजभोलि हातमा मोबाइलहरू छ, आफ्नो के भन्छ पेज खोल्यो अनि दुनिया विकृति फैलाउने किसिमको मिडिया पनि छन्। त्यसकारणले सबै नेता एउटै किसिमका छैनन्, सबै मिडिया एउटै किसिमका छैनन्। एउटा मिडियाको कारणले गर्दाखेरि समग्र युट्युबको बदनाम हुन्छ। यो बदनाम गर्ने किसिमका मिडिया छ भनेपछि त्यसको प्रतिकार गर्नको लागि यहाँहरूले पनि त्यसमा पहल गर्नुपर्छ भन्ने एउटा शिकार त यहाँ नै हुनुभयो भर्खरै। म आफै भएँ यथार्थ नबुझिकन मेरो घरमा गइयो, छापा मारियो हैन, त्यो चाहिँ गलत कार्य हो। जब संसद बस्छ भनेपछि कुन संसद बस्छ, गंगा थारू चौधरी बस्छ भन्ने कुरा पनि थाहा पाए। मेरो नम्बर कसैसँग पाएनन् भने कम्तीमा पार्लियामेन्टको वेबसाइटमा गएर खोजेपछि गंगा थारूको नम्बर त पाइन्थ्यो नि। कम्तीमा यथार्थ के हो, मैले कसैको जीवनलाई धराशायी पारेर त्यो जुटाएको थिएन। कसैको जीवन जोगाउनको लागि मैले चाहिँ त्यो सिलिन्डर मागपत्रमा ल्याइसके, गाडी बिग्रियो अनि ल्याइसके, जनतासँग जोडिएको सिलिन्डरको कुरा थियो, सरकारको विषय थियो, ज्यानको सरकारको विषय थियो। तर त्यो समयमा त्यो सिलिन्डर समयमा पुर्याउन सकेन, गाडी बिग्रियो। मान्यजी मैले यही प्रश्न थप्न चाहे, त्यस्ता किसिमका दुष्प्रचारले तपाईँ जतिको मनकारी एउटा जनप्रतिनिधिलाई कस्तो असर पार्दो रहेछ? त्यस्तो असर के, हामी गलत कार्य गरेको भए त ठिकै हुन्थ्यो। तर हामी जस्तो समाज सेवा गर्ने व्यक्तित्वहरूको पनि खुट्टा काट्ने प्रवृत्तिले हामी जस्तो काम गर्ने मान्छेकोलाई पनि निरुत्साही पार्ने अवस्था सिर्जना गरेको थियो त्यहाँ। त्यसकारणले यस्तो कार्य चाहिँ गर्नुहुन्न भन्ने कुरामा यहाँहरूलाई पनि अनुरोध, यथार्थ बुझ्नु, यथार्थ बुझेर ल्याउनुस्। यदि साँच्चीकै हो भनेपछि त्यसमाथि पनि हामीले प्रहार पनि गर्नुपर्ने जरुरी पनि छ। तर वास्तविकता के हो नबुझिकन त्यसरी हचुवा तालमा गयो भनेपछि दुनिया हुन्छ, मानहानि मुद्दा लाग्छ, के अरे हाम्रो यो साइबर क्राइम लाग्छ, अनि त्यसपछि प्रेस काउन्सिलमा यहाँहरूको रोजीरोटीको कुरा हुन्छ, त्यो पनि समाप्त हुन सक्छ। त्यसकारणले यस्तो कार्यबाट हामी पछाडि हट्नुपर्छ र राम्रो कुरा ओझेलमा परेका घटनाहरू चाहिँ उजागर गर्नुपर्ने यहाँको कर्तव्य चाहिँ हो जस्तो मलाई लाग्छ। हजुर, त्यसकारणले गर्दाखेरि जुन यहाँहरूले महान कार्य गर्नुभएको छ, यसबाट समग्र नेपालमा बस्ने सबै, चाहे उद्योगी व्यापारीहरू होस्, चाहे जोसुकै होस्, हामी चाहिँ यो पाठ चाहिँ सिक्नुपर्छ र परिवर्तन सानैबाट हुन्छ, ठुलोबाट हुँदैन। हामी सुरुवात गरेका छौँ, गरिराखेको छ। यसको लागि यहाँहरूलाई म धन्यवाद दिन चाहन्छु। अन्तमा मैले यहाँलाई भेटेको बेलामा यो प्रश्न गरिनँ भने सायद दर्शकहरूले शङ्का गर्नु होला। हिजो मात्रै संसद विघटन भयो, यहाँहरूले जनताको अब आवाज उठाउने ठाउँ बन्द भयो, यहाँकै पार्टीको नेतृत्वमा सरकार छ, यहाँकै पार्टी अध्यक्ष प्रधानमन्त्री हुनुहुन्छ, यो काम ठिक भएन भन्ने ढङ्गबाट आलोचना भइराखेको छ जनस्तरमा। के जवाफ दिनुहुन्छ तपाईँका जनतालाई? अब मैले के भन्छु भनेपछि घरभित्रको लडाइँ बाहिरको शत्रुसँग लड्न सजिलो हुन्छ, घरभित्रको लडाइँले घरभित्रको मान्छेसँग लड्न बडा गाह्रो हुँदो रहेछ। काम गर्ने वातावरण पक्कै पनि सिर्जना भएन। वास्तवमा यो कार्य पक्कै पनि अब 5 वर्ष म्यान्डेट लिएर हामी संसदहरू यहाँ आएका थियौँ। अब 5 वर्षसम्म मेरो सोच पनि थियो म थुप्रै कामहरू गर्छु भन्ने मेरो चाहना थियो। जनतामा समर्पित भएर समाज विकासदेखि लिएर हरेक चिजमा मेरो अब अग्रसरतामा काम गर्छु भन्ने मेरो उद्देश्य थियो। तर त्यसमा अब काम गर्ने मान्छेलाई कसैले पनि छेक्दैन। हजुरहरूलाई कसैले छेक्यो? कुनै ठाउँमा जानुभयो खाना खुवाउनको लागि कसैले दिएन, कुनै न कुनै त मनकारी हातले ल गर्नुहोस् भनेर अनुमति त दियो नि। त्यसकारणले गर्दाखेरि काम गर्ने
गर्ने मान्छेलाई कहीँ पनि रोक्दैन, तर जुन पार्टीभित्रको भाँडभैलोले गर्दाखेरि सरकारले गर्न चाहेको काम पनि गर्न नसकेको पक्कै पनि हो। मान्छे पार्टीभित्रको अन्तर्द्वन्द्वको शिकार चाहिँ संसद हुनु ठिक हो त मान्यज्यू? ठिक त होइन, यो पक्कै पनि ठिक होइन। त्यसकारणले त्यस्ता नेताहरूले चाहिँ बुझ्नुपर्ने जरुरी हो। कार्यकर्ताहरू सबैजनाले बुझिसकेछन्, तपाईँहरूको मिडियाबाट सबैलाई थाहा भइसकेको छ। पार्टीभित्रकै नेताहरूलाई पनि नराम्रो भन्न चाहनुहुन्छ? म भन्छु नि, नराम्रोलाई नराम्रो भन्छु। गङ्गा थारू त्यस्तो व्यक्ति हो, गलतलाई गलत भन्छ, सहीलाई सही भन्छ। प्रधानमन्त्रीले ठिक निर्णय गर्नु भएन त्यसो भए? होइन, यो कुरा त अब उहाँलाई बाध्यता भयो। तपाईँलाई मर्ता क्या नै करता हैन? जब कसैले बाघले हामीलाई झमट्न खोज्यो भनेपछि उसँग त जति सक्छौँ त्यति त प्रतिकार गर्छौँ नि, हैन? त्यो कुरा हो। अब मर्ने बेलामा मान्छे कति भालेलाई काट्दाखेरि उसको घाँटी छिनाले हुन्छ, तर बाँच्छु भनेर त्यो उफ्रिन्छ नि, हो कि? त्यस कारणले गर्दाखेरि मर्ता क्या नै करता, घाँटी डाम्न खिच्न खोज्यो भनेपछि उसले आफ्नो प्रतिकार त गर्छ। राष्ट्रपतिको भूमिकालाई लिएर महाअभियोग लाउनेसम्मका प्रश्नहरू उठिराखेका छन्। त्यस्तो प्रश्न उठेपछि त आफ्नो त जोगाउनको लागि जसले जो पनि गर्छ, के भन्ने उसको लागि, त्यो त सबैले बुझेका छन्। राष्ट्रपतिको भूमिका कस्तो छ? प्रशंसनीय हो? अब प्रशंसनीय पनि भन्न सक्दिनँ, अप्रशंसनीय पनि भन्न सक्दिनँ। गङ्गा थारू खुसी हुनुहुन्न उहाँको भूमिकाबाट? अब खुसी पनि छैन, दुःखी पनि छैन। हुन्छ, हाम्रो निमन्त्रणालाई स्वीकार गरेर यहाँसम्म आइदिनु भयो। यहाँहरू दुवैजना मान्यज्यूहरूप्रति नेपाली युट्युब पत्रकारसँग आभार व्यक्त गर्दछ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। धन्यवाद छ। तपाईँहरूको कार्य सफलताको कामना गर्छु। अझै पनि सक्छौँ भने जति सक्छौँ कुनै दिन फुर्सद मिलाएर फेरि पनि हामी सहयोग गर्न आउँछौँ। तुलसी थापाज्यू, यहाँ निकै ठुलो राजनैतिक व्यक्तित्व, घरानाको व्यक्तित्व हुनुहुन्थ्यो, पछाडि हुनुहुन्थ्यो, पर्दा पछाडि हुनुहुन्थ्यो। यहाँको निकै ठुलो योगदानको कारणले गर्दा वामदेव गौतमले राजनैतिक सफलता हासिल गर्नुभयो, प्राप्त गर्नुभयो। आज तपाईँहरू जतिको भिआइपीहरू सडकमा आएर सडकमा काम गर्ने मजदुर वर्गको समस्या आफैले सुन्नुभयो, उहाँहरूलाई खाना खुवाउनु भयो, कस्तो अनुभूति गर्नुभयो मान्यज्यू? पहिलो सुरु त यो हाम्रो निम्ति यो जुन आज यो अवसर दिनुभएकोमा युट्युब पत्रकार सङ्घलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। एउटा अवसर जुटाइदिनु भयो र मलाई चाहिँ नि आजको यो दृश्य जुन हेऱ्यो, हामीले आजको जुन कार्यक्रममा सहभागी हुन पाइयो, खुसी लागेको छ। तर हामी एउटा सामाजिक कार्यकर्ता, म पनि आफूलाई सामाजिक कार्यकर्ता नै भन्छु। समाजलाई चाहिँ सहयोग गर्नुपर्छ, समाज परिवर्तन गर्नुपर्छ भन्ने हिसाबले नै म पनि लाग्ने गरेको हो। हरेक जुन दैविक प्रकोप भएको बेलामा मैले पनि आफ्नो गच्छाअनुसार जे जति सकिन्छ त्यो अनुसार प्रयास गरेकै थिएँ। जस्तै 72 सालको भूकम्पमा पनि लगभग सिन्धुपाल्चोक, काभ्रे, गोर्खासम्म गएर मैले चाहिँ नि अन्नहरू हैन खाद्यान्न वितरण गर्ने कामहरू चाहिँ गरियो। गत साल चाहिँ नि यो कोरोना भाइरसको जुन महामारीले जुन बन्द भएको थियो, त्यति बेला पनि लकडाउन भएको थियो, त्यति बेला जुन समस्या थियो, खाद्यान्नको समस्या भयो, यातायातको समस्या भयो, त्यस्तो बेलामा चाहिँ नि आफूले जति सकिन्छ जुटाउनको निम्ति प्रयास गरेर चाहिँ नि खाद्यान्न वितरण पनि गरियो र यातायातमा चाहिँ नि जानको निम्ति व्यवस्थासम्म पनि गरेँ मैले आफूले सक्दो। र अहिले पनि मलाई यो लागिरहेको थियो, यो जुन अहिले पनि महामारीले यो झनै एकदम तगडा किसिमको जुन महामारी यसबाट आएको छ कोरोना भाइरसले, त्यो यसले गर्दाखेरि जुन समस्या परिरहेको थियो यसमा कसरी सहयोग गर्ने भन्ने त भयो। त्यो एउटा क्लु चाहिँ मैले भेटाएको थिएन र कसरी के गर्ने, कसरी सहयोग गर्ने होला भन्ने मलाई एकदम भित्रैबाट कुसमुकुस चाहिँ नि भइरहेको थियो मलाई आफैलाई। तर यो हिजो चाहिँ नि हाम्रो मान्य गङ्गा चौधरीज्यूले हिजो मलाई त्यहाँ यसरी बोलाउनु भएको छ भने मैले चाहिँ नि म पनि एकचोटि कसरी बसेको छन्, कसरी समस्यामा छ भनेर एकचोटि चक्कर यो घुम्नुपर्छ कि भन्ने सोचिरहेको बुझ्न चाहनुहुन्थ्यो? हजुर, सोचिरहेको थिएँ। अनि हिजो त्यो कुरा भनेपछि ल म पनि जान्छु नि भनेर भने उहाँले ल हिँड्नुहोस् भनेर भन्नुभयो र आज एउटा अवसर चाहिँ नि पाएँ र आज आफ्नै आँखाले देखेँ। सब विभिन्न ठाउँको आफ्नो देशको चाहिँ कुना काप्चाबाट आएर यहाँ बसोबास गर्ने, विभिन्न काम गर्ने, जालादारीमा काम गर्ने परिवारका बच्चाहरू बुढापाकादेखि सबै आएर यहाँ चाहिँ हामीले आफैले चाहिँ वितरण गर्न एउटा अवसर चाहिँ नि जुट्यो। तर यो एकातिर हेर्दाखेरि यस्तो समस्या देख्दाखेरि एकदम दुःख लाग्छ। यस्तो चाहिँ देख्दाखेरि जनताको प्रतिनिधि भएर संसदमा गएर काम गरियो, तर जनताको यो लेभलको जनताको समस्या चाहिँ समाधान गर्न नसकेकोमा अलिकति दुःखको फिल भयो कि भएन मान्यज्यू? किन नहुने, हुन्छ नि। तर यो चाहिँ नि कहाँबाट कसरी गर्ने भन्ने कुरा एउटा हुन्छ नि, त्यो
कहाँबाट गर्ने त भन्ने कुरा चाहिँ एउटा हुनु चाहिने रहेछ भनौँ न। त्यो चाहिँ नि हामीले बाटो चाहिँ नि भेटेको छैन भनौँ। एउटा सरकारले पनि गर्दिन भनेको छ, सरकारले पनि गर्ने नै भनिरहेको छ, समस्या समाधान गर्ने भनेको छ, जनताहरूको यो भोक शोक रोगलाई चाहिँ हटाउने भनेकै छ। तर पनि किन भइरहेको छैन भन्दाखेरि यो माथि र तलको बिचमा चाहिँ नि कनेक्सन जुन गर्ने जुन छ त्यो चाहिँ नि अलि राम्रोसँग व्यवस्थित छैन। त्यसको कारणले गर्दाखेरि आज समस्या एकातिर एकदमै तल्लै तहमा चाहिँ नि दुःख पाउने समस्या जहाँको त्यही देख्नुभयो। आजको अनुभूतिले आगामी दिनमा यहाँको उपस्थितिमा हुने जुन कुनै त्यस्तो नीति निर्माण गर्ने तहमा यहाँ सहभागी हुनुभयो भने त्यहाँ निकै दबाब दिने, निकै जनताको दुःख चाहिँ यस्तो छ है भनेर प्रस्तुत गर्ने चाहिँ त्यो मनस्थितिमा पुग्नुभयो यहाँ। यो त भनि पनि राखेको, गरि पनि राखेको, फेरि पनि नभएको त्यो कार्यान्वयन हुन सक्दैन। यही त हो नि। अब हाम्रो यहाँको चाहिँ छ, हामी धेरैजनाको धेरै किसिमको हामी यहाँ जति हाम्रै हातको चाहिँ एउटा हातमा चाहिँ औँला बराबर छैन भने सबैको सोच पनि एउटै हुँदैन। त्यस कारणले काम गर्नमा पनि विभिन्न किसिमका अडचनहरू छन्। कानुनले कता दिँदैन, कतिपय कुरा के कुराले चाहिँ बाधा अडचन पार्छ। त्यस्ता कुराहरूलाई चाहिँ समाधान गर्ने उपायहरू हामीले खोज्न जरुरी छ। त्यो खोजेर अब आगामी दिनमा हिजो पनि लाग्यो तर भोलिका दिनमा पनि फेरि पनि लाग्नेछौँ। यहाँलाई चाहिँ सक्दो सहयोग पनि गर्छौँ। हस् धन्यवाद। यहाँसँग फेरि कुराकानी गरौँला।